राक्षसगढका व्यक्तिहरूको बारेमा बताउन गइरहेको छु। राक्षसगढका व्यक्तिहरू निकै धेरै मजबुत हुने गर्दछन्, एकदम धेरै आत्मविश्वास भएका हुने गर्दछन्। यी व्यक्तिहरू कोही व्यक्ति आइलाग्दछ भने जाइ लाग्नको निमित्त सधैँ तत्पर हुने गर्दछन्। अलिकति यिनीहरूमा धेरै झगडालु स्वभाव र कुनै पनि कुरालाई अति धेरै गर्ने एक्सट्रिमनेस चाहिँ बढी मात्रामा पाइन सकिन्छ। यिनीहरू निकै मजबुत हुने गर्दछन्। कसैको अरू क्रियाहरूबाट यिनलाई खासै प्रभाव पर्दैन, यानि कि अरू कसैले यिनलाई नेगेटिभ तरिकाले केही गर्न खोज्दछ भने यी व्यक्तिहरूलाई खासै धेरै प्रभाव पर्दैन। त्यसैले गर्दाखेरि राक्षसगढका व्यक्तिहरूमा धेरै सहन सक्ने क्षमता, टोलरेट गर्न सक्ने एबिलिटी पनि धेरै मात्रामा पाउन सकिन्छ। यिनीहरूको एउटा नेगेटिभ पक्ष भनेको के हो भन्दा अलि बढी एक्सट्रिम गर्न खोज्दछन्। कुनै पनि कुरामा अलि बढी एक्सट्रिम गर्न खोज्ने जिद्दीपना चाहिँ बढी मात्रामा पाउन सकिन्छ। तर राक्षसगढका व्यक्तिहरूमा मेन कुरा भनेको अरूको दमनमा नबस्ने स्वभाव हुन्छ। यानि कि अरूले दमन गरेर अरूले यिनीहरूलाई चाहिँ तल पारेर अथवा निच पारेर केही बोल्दछन् भने यिनीहरूले तत्कालै रेस्पोन्स दिइहाल्छन्, तत्कालै फर्काइहाल्छन्।